के हो खर्च दिनु पर्दैन होइन के को खर्च हो देख्न नआउने खर्च दे मेरो अनुहार देख्नै हुँदैन तिमीहरूलाई पैसा मागिहाल्नुपर्छ के चाहियो पैसा तिमीहरूलाई देखेनौ म माइत जान लाए यो मामा घर जान लाए अनि खर्च चाहिएन होइन यत्रो दसैँमा टिका लाउन जाँदाखेरि खाली हात जान्छन् अलिअलि कोसेल त लानै पर्यो खैजाउ पैसा त्यही त स्याउ केरा किनेर लानु परेन लैजान त आफैले किनेर उहाँ माइतमा मामा घरमा दक्षिणा दिइहाल्छन् नि टिका लाएर त्यसै मिलायो हुन्न सुरुमा त आफूले नि लगानी गर्नु पर्यो नि भाइ एक्कासी नाफा मात्रै खोजेर हुन्छ गर्न त लगानी त आफै गर लगानी पनि तै गर नाफा आएको पनि तै खा ओहो हेर न भने यसले कहाँबाट पैसा ल्याओस् र लगानी गरोस् बिचरा हेर न बालो खै छ र खुर्कन पैसा ल्याऊ छैन भने एकपल्ट भनेपछि त कुरा बुझ्नुपर्छ नि मुख हन्नु जस्तो तिमीहरूलाई फलफुल किनी टिका लाउन पठाउने चाहिँ म अनि उहाँबाट आएको दक्षिणा गोजीमा हालिदिन्छ तिमीहरू छैन यस्ता घाटाको व्यापार गरिन्न लान मनलाई आफ्नै पैसाले किनेर लाने होइन भने रित्तै हात होइन 200-400 रुपियाँ दिन पनि कस्तो लोभ गरे होला भने जहिले पैसा माग्न पर्यो कि चिज गर्न पर्छ 4-5 किलो स्याउ 2-4 दर्जन केरा लैजाउला भने त्यो पनि नपाइने भो के रे कति लानु पर्ने रे फलफुल टिका लाएर 10 रुपियाँ दक्षिणा दिनु पर्यो भने दाँतबाट पसिना चुहिन्छ तेरो बाउ मुकेश बुढाको 4-5 किलो स्याउ र 3-4 दर्जन केरा लानु पर्ने तेरो माइती खलक त्यत्रो फलफुल खाने छन् है यहाँ आफ्नो पसलमा लुगा लाएर राखे त्यो स्याउ खाने रहर त पुगेको छैन तेरो माइतीलाई त्यत्रो फलफुल लानु पर्ने खानु जस्तो लपक ल मसँग आए पैसा यही हो कति दर्जन केरा कति किलो स्याउ लानु पर्ने लैजा ल होइन हेप्ने पनि एउटा सीमा हुन्छ नि यो सोची के बोल्दिन भनेर होइन यो दामो 25 रुपियाँले के किन्ने कति केरा किन्ने कति स्याउ किन्ने के गरे भने यो अनि ल्याउ न होइन किन स्याउ र केरा किन्नु पर्यो अम्मा लैजा न ठेला गाडीमा बेचेर आयो भने त 20-25 रुपियाँले त 1.5 किलो आउँछ होइन यत्रो चाडमा पनि अम्मा लिएर कहीँ टिका लाउन जान्छन् भने ए बाबा स्वदेशी फलफुललाई प्राथमिकता दिनु पर्दैन हाजीपुर र मुजफ्फरपुरतिरबाट ल्याएको स्याउ र केरा लाउनु भन्दा त यही ठिक छ खुर्को लिएर जा मलाई त यो 25 रुपियाँ लिएर ल तिमीले जहिले पैसा मागे पनि चिठी यत्रो चाडमा पैसा माग्दाखेरि सकिप ए बा मलाई 5 रुपियाँ दिदेऊ न खुर्को त उतै मामा घरको हजुरबाले दिन्छ यो पैसा त बाउसँग भए त बाउसँग भइहाल्छ नि उताबाट पनि ल्याउनु पर्यो कहाँ उतै टिका लाएर दिन्छन् खुर्क मासु त्यो मजाले दनगाएर पैसा ल्याउनु गयो घरका पैसा चलाउँछन् अरू यो सानो चाहिँ ठिक छ त्यो कान्छी हाले अहिले त्यो हात्तीले रिसार्दै पनि यो पैसा बोकेर हिँड्थे कमसेकम जेठीले त फिर्ता गरेर त गई अब यहाँ भएन हुँदैन अब हुल्का 3-4 केरा र 2-3 स्याउ बोकेर आउँछन् टिका लाउनलाई यहाँ बस्यो भने नराम्रो घाटा पर्छ बरु मुन्द्रेसँग हिँड्नु पर्यो मुन्द्रे कहाँ मुन्द्रे ए मुन्द्रे हेर पानी खाएका अस्ति नै मासु खाएर ढाड्यो अनि अहिले पानीले भिजाएका छन् अनेक बाहना गरेर गाडी पाइएन टिकट पाइएन बाटो जाम छ भनेर दसैँ यहीँ मनाएर छोड्नु है होइन दसैँमा भान्जालाई टिका लगाइदिनु पर्दैन न गाउँ जान्छौ न यहाँ टिका लगाइदिन्छौ के गरे है यसो आशीर्वाद दिनु 2-4 पैसा दिनु भान्जालाई त्यतिकै टार्न खोज्यो हो क्या हो नगेर तिम्रो बाउले त यहाँ टिका लगाइदियो भनेर म गलेको थिएन अस्ति नै टिका लगाइदियो भने म टिका लगाइदिन्छु पखन भर्खर एकादशी आएको छ पुण्यसँग त लगाइदिउँला नि तिमीलाई टिका ल हेर लोभी बिस्तारै टालटुल गरेर सकभर नलाइदिनु पाए हुन्थ्यो भन्ठान हुन् यत्रो पढे लेखे भान्जालाई टिका लाएर यसो आफ्नो मान सम्मान बढाउनु तपाईँले मलाई टिका लाउनु पाउनु भने त ठुलो कुरा हो कमसे कम मलाई टिका लाएर तपाईँको हातले मेरो चाहिँ निधार छोयो भने त तपाईँ पनि त ठुलै मान्छे बन्नुहुन्छ नि तपाईँकै मान सम्मान बढ्छ क्यारे यत्रो एसएलसी पास गरे भान्जा छ ल भयो तिमीलाई टिका लाएर ठुलो मान्छे बन्न परेको छैन मलाई लगाइदिनु यहाँ मैले असेत पनि लिएर आएको छु के पर्छ भनेर बिहानदेखि तपाईँलाई खोज्दा यहाँ असेतै सुक्न लागिसक्यो जमारा समारा नि छ ल काम सिधै म के जबरजस्ती गरे भने तिमीलाई टिका लाएर दक्षिणा दिन मसँग क्यास छैन क्या 2-4 दिन पछि लगाइदिएन नि तिमीलाई कुरा गर्छु साथा क्यास नम्बर के हो त बैङ्कमा गएर पैसा राखेछ भने होइन अस्ति नि खाता खोलेछ भने होइन फुर्क चेक दिए त भइहाल्यो नि मलाई धेरै दिन पर्दैन क्यारे 2-4 सयमा चित्त बुझिहाल्छु म
ल खै यता निकाल ल हेर्नु त टिका नलाइदिनु त सुकै नपाइने भयो कहाँबाट पाइन्छ भान्जाले टिका लाउनु पर्दैन एउटा पनि कामै सिकिन्छ ल निकाल यता ल मलाई आशिक दिन चाहिँ आउँदैन नि फेरि आशी किन दिनु पर्यो आशीको साटो नि दक्षिणै थाउँदै भयो नि अहिले आयु द्रोणसुते छिरिन दशरथे शत्रु चेम्रागवे ऐश्वर्य के लगाइहाल्नु आशीर म आफूले आफूलाई भनिहाल्छु कति टिप्पणी मानिन्छ दुर्योधनी भयो भयो पुगेर ल मामालाई राम्रोसँग माया गर्नु बाबा माया मामाको खल्तीतिर नहेर्नु यस्ता जाब जबरजस्ती टिका लगाइदियो भन्ने मामा के माया ल ल अनि खोइ त चेक चेक यहाँ बिचा हात राखेर नमस्ते गरौँ भने मिल्छ खोइ चाहियो भयो हालेर बसेर छ ए लेख्न नि आउँछ तपाईँलाई बोलाएर बस न अस्ति नि प्रौढ पढेको हो क्या अरे ठिक छ पहिलेदेखि के कारण त ल्याप्चे लागेन मुन्द्रे लेख्नु दे ओ भन्नु ल ओ भन्नु त ल भन त पाँचको अङ्क लेखेपछि त यसो शून्य थप्नु पर्छ नि कमसेकम एउटा मात्रै शून्य थपे भयो भने त हुन्थ्यो नि यत्रो एसएलसी पास गरे भान्जालाई 5 वटा रुपियाँको चेक दिने मेरो एसएलसीको बेहोर गर्न खोजे कमसेकम 100 रुपियाँ त पुर्याइदिनु पर्छ नि गाठी दिएको त्यही भयो 100 रुपियाँ दाम जब उहाँ ब्याङ्कमा 37 रुपियाँ दाम ब्याङ्क ब्यालेन्स गर्यो तिमीलाई 100 रुपियाँ दाम दिनु पर्ला पक्क मुखा आनु जस्तो भनेर ड्यालले भइदियो भए भनिसक्नुहुन्थ्यो हेर हेर बेइज्जत बोइकमा जम्मा 37 रुपियाँ भन्दा पैसा छैन कमसेकम 37 वटा 100 त हुनुपर्छ नि गाठी कुरा गर्छ अब 1 रुपियाँले खाता खोल्न पाउने ब्याङ्कमा त्योभन्दा बढी कति राख्नु अब खाता खोल्नलाई धेरै पैसा लाए पो त धेरै पैसा राख्नु भोलि फुर्को चेक साट्नु जानु एकजना मान्छे पनि लिएर जानु समय ठिक छैन क्या चाहिएको छैन यस्ता जब चेक जब 5 वटा रुपियाँको चेक लिएर नि कोही साट्न जान्छ बिना कामको बेइज्जत तिम्रा चेक तिमी राख ल लिँदैन भने ठिकै छ नि त मैले दिन त देखेँ हो ब्याङ्कमा स्वास्थ्य पैसा घट्ला भने डर थिएँ 37 को 37 रहने भयो चेक नलिएपछि त क्यासै पाइन्छ होला नि खै पाउनु क्यास त भए पो त दिनु तिमीलाई मैले अघि नै भने होइन क्यास भइदिए भए तिमीलाई म हिजो टिका लगाइदिइहाल्थेँ उसो भए के सित्तैमा म त टिका निपी गरेर त्यसै टिका लगाइदिनु खोज्ने तपाईँको टिका तपाईँलाई फर्काइ नि तिमीलाई पर्सि तिमीलाई पूर्णेसँग दिए हुँदैन कन्फर्म हो टिका नमेटाउँ त कन्फर्म ल पूर्णेको दिनसम्म तिमीले दक्षिणा पक्कै पाउँछौ ढुक्क भए हुन्छ हेर्नुहोस् है मामा फेरि त्यो पूर्णियाको दिनसम्म पनि पैसा भएन भने चाहिँ बवाल होला नि फेरि यही केसले नेपाल बन्द हुन सक्छ पुत्ला दलाउँछु पुत्ला म तपाईँको फेरि ल तिमीलाई ब्याज सुधा तिमीलाई भएन ल भइगयो पूर्णिमाको दिनसम्मलाई मैले हल्का लचक त अप्नाइदिएँ ल अहिलेलाई मेरो मागी स्थगित ओके अर्का फिजत गरेर यो घरबाटै निकाल्नु पर्यो मैले उहिले पठाउ भनेको माने नि के अनि काम मुन्डिन लाग्यो नि हप्पन पो त घिचे सिकाउँ डुलिहाल्नु पर्छ होइन टिका चाहिँ कहाँ लगायो नि दक्षिणा पाउँछ भन्दैमा टोल छिमेक एउटा घर छोडिनस् है तैँले टिका लाउनु हो नगराउनु रातो मकै मामाले टिका लगाइदिएर खालु नि खालि टोल छिमेक भन्छ उहाँले मुखा हान्नु जस्तो लाउँछन् रातो मकै मामाले हिजोदेखि म पछि लगाएर टिका लगाइदेऊ भन्दा आजको दिनसम्म लगाइदिएका छैनन् अब तँलाई हप्ता पत्ता लगाइदिएला नि हिजो टिका नलागेको कुरो त आजको थाहा पाइयो दक्षिणा धेरै दिने रहेछन् र म हिजो नलाएर आज त मलाई जबरजस्ती ल भन्छ टिका लाउनु पर्यो भने अनि मैले भइहालेँ मामा हिजो टिकाको दिन छुटिहाल्यो अब अर्को साल लाउँला नि भने त कहाँ हुन्छ आफ्नो मान्छेलाई टिका नलाइ हुन्छ जोइलाई टिका नलाइ हुन्छ एक खुर्को बस्छ भनेर टिका लाएर 500 रुपियाँ दक्षिणा दिए 500 मुखा हान्नु जस्तो चाहिने कुरा गर्नुपर्छ रातो मकैले हामीले चिनेको छैन 500 भन्छ हेर नि त्यहाँ नपत्याएको भर्खर 500 रुपियाँ दिएर पुरा ल भान्जा भनेर आशी दिएर आउँदैछु नपत्याइ जान्नु तपाईँलाई नि खोजिरहेको तपाईँलाई त अझ 1000 रुपियाँ दिने कुरा भइरहेको छ 1001 रुपियाँ दिन्छु भन्दै थिएँ होइन हो कि क्या हो भने जानु छिटो खोजिरहेको छन् र मलाई खोजिरहेको छन् एकपल्ट म नि पुगेर आउँछ है त ल ठिक भएर साँच्चै हो कि हिजै लगाइदिनु पर्छ नि टिका आज लगाइदिनु लाग्यो हिजो नलाएर कहाँ रहे खोइ नुन्द्रोलाई लगाइदिएर मलाई दियो हो देखा
देखाउँछ यहाँ भाते निन्द्रा परेर घर गरेर आएर त अनि बोलाउँदा के सुन्दै हो त रहेछ त मन्दिरलाई लगाइदिए टिका पनि हिँड्छ भर्खर लगाइदिएर उठाएर हो देखाउँछ टिका लगाइदिनु ल मलाई खोजिरहनु भएको थियो त म आएँ ल लगाइदिनु ल यो मुन्द्रिया बाउ छोराले पनि लट्टी लियो भने होइन अनि टिका लगाउनुलाई खोज्यो होइन त मलाई हो त्यो भाबीले जुटेछ नि भनेर लिएर खबर यता लिएर आउँछ ए नाना थरी बोल्नुहुन्छ टिका लगाउने होइन आशिक चाहिँ मलाई दिन आउँदैन कहिले पो आएको थियो तपाईँलाई आशिक ल यो जेठानलाई असाध्यै माया गर्नु है दिएर खान पुगोस् जेठानलाई जेठानको लिन नपरोस् कहिले पो ल्याएको है ल अब यो दसैँसँग यतै बसी अब म हद्द बसी यो तिहार एउटा यतै बिताउँछु अनि म लाग्छु ल तिहारमा नि यतै भयो नि अब बहिनी कहाँ बस्नै पर्यो नि ल नमस्ते खोइ त के खोइ त दिइहाल्छु नि अब दक्षिणा दिनलाई मसँग क्यास छैन यो चेक दिन्छु हुन्छ भइहाल्छ नि जेठान साहब अब चेक भने नि पैसै हो त हो नि ल त ल लिन होइन के हो जेठान साहब यहाँ त 5 मात्रै लेखेको छ नि त 2टा शून्य लेख्न बिर्सिनु भयो क्या के को बिर्सिनु नि लेखेको त्यति हो के रे अनि के यो मलाई दक्षिणा 5 रुपियाँ नै भनेर दिए हो त त्यहाँभन्दा कति दिन्छ त्यही त बढी भइसक्यो मुख हन्नु जस्तो तपाईँ मुन्द्रेलाई चाहिँ 500 रुपियाँ दक्षिणा दिएर पठाउने म झन् मुन्द्रेको नि बाउलाई चाहिँ 1000 रुपियाँ दक्षिणा दिनु होला भनेर आएको त 5 रुपियाँ दिने कसले दियो मुन्द्रेलाई 500 रुपियाँ यो चेक मुन्द्रेले नलिएर त तपाईँलाई दिएको मैले यो के रे दाइ के गरे आयो देख्नु भएन टिका ला कस्तो खालको टिका हो यो लोकतान्त्रिक टिका हो लोकतान्त्रिक होइन के जमाना आयो हातले मात्र टिका लगाइरहेको ज्यान पनि देखिँदैन अब हातले हो टिका लगाउने हातले टिका लगाए भइगयो नि ज्यान केलाई देखिनु पर्यो टिका लगाइदिनु भयो भइहाल्यो तपाईँ किन त्यतिकै भन्नुभयो लाउनु नि टिका को हो कसले टिका लगाएको मान्छे चिन्नु पनि पर्यो नि त्यसै टिका लगाउनु त भएन त्यति पनि चिन्नु भएन हाम्रो अफिसको हाकिम साहेब नि त्यही त भने ए हाकिम पो पहिले पो भन्नु पर्छ त पहिले लगाइसक्छ ए हजुर के गर्नु भयो यस्तो ज्यान सान देखाउनु न हातले मात्र टिका लाउनु भएको छ अहिले परिस्थिति यस्तो छ पुरो बुन्नु घरतिर बुन्नु ए चाँडा आउन भने हत्तेरी कस्तो बिस्तारी रे चाँडा एउटा किलो स्याउले त खाऊ मैतलालाई कसैले के बाटबाट माग्यो भने बढी जान्ने हुन्छ मैले किनेको नि त्यो फुर्कनले बढी लगाऊ फेरि कति खानु पर्ने छ यसलाई पनि ल ल हिँड नमस्कार हजुर नमस्कार नमस्कार कहाँबाट आउनुभयो यसो आशीर्वाद लिन आएको नि हजुर आयो जुवा नसुते हजुर ए ठिक छ टिका लाउन आउनु भएको ल ठिक छ अनि यो चाहिँ के लिएर आउनु भएको यो कसैले नि हजुर यो 1 सिलिन्डर ग्यास अनि यो 5 लिटर पेट्रोल हामीले विचार गरेर अहिलेको परिस्थितिमा यो जस्तो उपयुक्त कसैले अरू हुँदैन भनेर लिएर आएको नि हजुर वाह के सान्दर्भिक कोसेली ल्याउनु भएछ तपाईले कोसेली भने त यस्तो पो हुनुपर्छ
कहाँ 5-6वटा स्याउ र 1 दर्जन केरा बोकेर आउँछन् मान्छेले अनि कहाँबाट हुन्छ माने मैले तपाईँहरूलाई लाउनुहोस् म पनि कसैले अनुसारकै आशीर्वाद दिन्छु तपाईँहरूलाई टिका लाएर कस्तो आशीर्वाद दिउँ म अब यसो हजुरले विचार गरेर दिनुहोस् न हजुर अब यी सिलिन्डर 3500 भन्दा घटी पाउँदैन अब पेट्रोल 100 रुपियाँमा नि ब्ल्याकमा किन्नुपर्छ त्यही पनि पाइन्छ कि पाइँदैन ए आशीर्वाद त तपाईँहरूलाई महँगै पो पर्ने भयो त अनि यस्तो दुर्लभ चिज ल्याएपछि महँगो त परिहाल्छ नि हजुर यसो बजारमा फाटाफुट्टा कहीँ ग्यास र पेट्रोल पाइँदो रहेछ हजुर अनि हजुरलाई सम्झेर हामीले लाइन बसेर लिएर आएको नि हजुर अब हामीलाई त यस्तो अभावमा बाँच्ने बानी परिसक्यो हजुर हामीलाई त मतलबै छैन अब हजुरलाई नि यस्तो अभावमा बाँच्नु नपरोस् भनेर लाइन बसी यस्तो दुर्लभ चिज ल्याइदिउँ अनि टिका नि थापौँ भनेर आएको हजुर घटस्थापनादेखि मामा घर जान्छु भनेर खाली के गरे होला तातन छ र के तातो मान्छे दिमागै छैन क्या बाटोमा झ्याल परेर ल बस साह्रै थाकियो अनि क्या घर त एकदमै सुनसान छ कोही पनि छैनन् कि क्या कि तेरो बाउ हामी टिका लाउने आउने थाहा पाएर भागे ती बुढाको त भर पनि छैन फेरि कम चम्बु छन् बुढा भित्र हुनुहुन्छ र म बोलाउँछु पख्न पख यहाँ साधन हुँदा मुखलाई किन दुःख यिनीहरूले त सिभिल ड्रेसमा नि सिटी त बोकेरै हिँडेर छन् नि भाइ हेर राष्ट्रिय सम्पत्तिको दुरुपयोग के का राष्ट्रिय सम्पत्तिको दुरुपयोग नि के पर्छ त्यही भएर आफ्नो हतियार साथमै लिएर हिँड्नु परेन हजुरबाले कान सुन्नु भएन जस्तो छ फेरि एकचोटि पुग्नुहोस् त सिटीको गेडी नै निस्किन गरी भएको एउटा गेडी पनि बाहिर उछुट्यो भने अरू दिन चाहिँ केले पुग्ने नि यो कानको जाली नि फुट्ने गरी सिटी बजाउने पो तिम्रो हलदार चाहिँ तिम्रो गाउँको इज्जत ए तिमी पो आयो होइन त टिका थाप्न देख्यौ ससुरो भने ससुरै हुँदो रहेछ कि रहन्छ मै कहाँ आशीर्वाद थाप्न आउनु पर्यो कि परेन लु बाबा धेरै फुर्ती लाउनु पर्दैन कतै आशीर्वाद नपाएर तिम्रो आएको होइन अब यसो चलिआएको रीतिरिवाजलाई चलाइदिइराखौँ भनेर मात्रै हो होइन कति गल्फती गरिदियो भने ज्वाइँ ससुरा त भेट हुनै नहुने ढोकरी बा भाग्यमानी भएछ नानी होइन क्या हो ज्वाइँले त यसपालि कोट त दर्बीले लाएका छन् नि त भाडा ल्याएका हुन् कि आफैले सिलाएका हुन् नि ओइ साने हजुरबाले दर्शन गर्नु पर्दैन दर्शन के सिकाएको हो को नि 2 हात जोडेर नमस्कार गर्नुपर्ने ठाउँमा दर्शन रे यही ताल हो भनेर भनेदेखि त अर्को आउने दशैँसम्म त दर्शन हजुरबा भन्नु बेर छैन ले जमाना कहाँबाट कहाँ पुगिसक्यो यो दर्शनमा कति महत्त्वपूर्ण कुराहरू लुकेको छ भन्ने कुरो तिमीलाई के थाहा अनि दसैँमा के खाइयो त मासु नि खाइयो खाइयो यत्रो जखमले खसी किनेर खाइयो भो हेर न यिनका फोइ खसी पनि कहाँ यत्रो हुन्छ यो हात ल्याउनु त बाँकी नै छ नि त अनि हजुरबा नातिले दक्षिणाको रेट कति चला छ त यो गाउँतिर रेट त यसपालिबाट झ्याप्पै बढिहाल्यो नि नाति ड्याममै 1 रुपियाँ पिया छ अनि ज्वाइँलाई चाहिँ कतिको रेट चलेछ त ज्वाइँलाई त उही त हो नि उही पुरानो रेट 5 रुपियाँ अब हल्लाबाट प्रमोसन भएछ भनेदेखि अर्को सालको दसैँमा 1 रुपियाँ थपेर 6 रुपियाँ बनाइदिउँला ल खै त्यो झलले त ल ससुरा यो राख ल होइन धनपति सब खोइ ल्याउनु न हामी पनि एकछिन खेलौँ न कस्तो रहेछन् खुरापातीहरू यहाँ एकछिन खेल्न आएर डिस्टर्ब गर्न आउने यहाँ कफी खाएर के सालका रातोमा के सर हुनुहुन्छ तपाईँ मठल गर्नु पर्दैन यो पनि आफ्नै घर हो नमस्ते ल उहाँ हाकिम साहब एकछिन हजुर एकछिन अहिले अर्कीले नि दर्शन गर्थ्यो अनि एकैचोटि फर्काउनु होला होइन अर्की चाहिँ कता गयो फेरि कहाँ अलमल्ली ठुले
ए ठुले हजुर आइज न आइज कहाँ अलमली आउँदैछु यहाँ बस्छ बहिनी यहाँ बस्छ अलि अलमली दिन्छ क्या त्यो जस्तो अलि फरक छैन यो चाहिँ उहाँको ठुलो श्रीमती मेरी ठुली बहिनी उहाँ हाकिम साहब हामीलाई यहाँ आश्रय दिने एउटै परिवार जस्तो भइसक्यो अब चाहिँ दर्शन फर्काउँदा हुन्छ हजुर अहिलेलाई दर्शन गर्ने यति नै हुन्छ अर्को हाई गर्ने पनि थियो कता गएको थियो मुन्द्रे ए मुन्द्रे यस पापा ओहो मामा हाउ आर यु गाला त रातो रातो छ नि त कहाँ टक्का बस्यो भने बुढो धेरै पछि भेट भो बस्छु नि त के हो मामा घर त खतरा छ नि त अब हाकिमको घर खतरा हुँदैन ए साथी हेलो सर आई एम मुन्द्रे हाई दिस इज योर हाउस इज माई फादर र मामा भेरी नाइस ल थाहा पाइ अघि मैले हाई गर्ने छोरो भनेको थिएँ हजुर यही हो मैं उही 50,000 हुन त अब यत्रो 50 लाख दिनको अगाडि म के नै हो र तर सरले ऋण साह्रै मिलाएर दिनु हुँदो रहेछ त्यसै कहाँ हाकिम हुनुहुन्थ्यो र बाउलाई 50 लाख छोरालाई 50,000 कस्तो मिलाएर दिइदिएको अर्को छोरो त आउनै बाँकी छ हजुर 50-100 वाला चाहिँ अर्को छोरो अब त्यसले पनि चाह्यो भने 50-100 माग्न आउन सक्छ हजुरलाई ठुले ए ठुले कहाँ गयो होइन के भयो फेरि आफूलाई यहाँ कस्तो भोग लगाइरहेछ उहाँ खानेकुरा खोज्दै थिएँ लक्ष भक्तलाई खोज्छस् खानेकुरा हो उहाँ हाकिम छ अस्ति मलाई 1300 मा ग्यासको सिलिन्डर बेच्ने तिमी होइन कपी खाएर हो त नि आमै नि त्यही सरको घर पो रहेछ त भाइ यो त फ्याट कुरा नखोल्दै भए हुन्थ्यो होइन तिमीहरू के हेरेर बसिरहेको भने उहाँ भान्सातिर गएर यसो खाना बनाउनु पर्दैन उहाँ सरलाई अफिसमा ढिलो भइसक्यो त्यो मासको दाल चाहिँ नबनाइदियो अनि फेरि सरलाई मन पर्दैन मुसुरको दाल बनाइदियो अलिकति बन्दा पारपुर पारिदियो हामी घर आयो भने त जुन बेला खायो नि भनी होइन सर सर होइन त सर त्यो टल्लो परेर हेरिरहेको भने त्यो 1300 रुपियाँ खुरुको निकाल्यो चिन्न के तपाईँले पनि किने होइन रहेछ त्यति जाब त मलाई छोड्दै भइहाल्छ नि ठुलो स्वरले कुरा नगर तँ बाठो हुनु खोज्या तँ बाठो हुनु खोज्या त्यो भेट्लस अहिले त्यहाँ खुरुक्क निकाल त त्यत्रो खतरा मोलेर हाकिमको किचनबाट ग्यास थुतेर पठाउने म तँ बाटोमा त्यही हाकिमलाई 1300 मा बेचेर पैसा खोजी हाल्ने तँ कहाँ राखेछस् निकाल यहाँ छिटो छिटो निकाल यदि म यत्रो घरको परिवार पाल्नु पर्ने मैले पैसा जसले सक्यो उसले कुमर्की आएर हिँडेर मलाई हेर्नु त्यो नाटक गरे होइन कहाँ राखेछ पैसा यही कुचमुच्च पारेर राखेछ कसले लग्यो त चोरको भाउ चन्डा भाउ ग्यास चोर्नी छोरो लगाएर 1300 रुपियाँ बेच्ने यिनले त मलाई नि उछिन लागे बा धन्न यो पैसा भोग्लाले पचाउनु पाएन यिनीहरूको घरमा राखेको पैसा पनि टप्काइ छोडी घर बाउलाई नि मान्नै पर्छ बा जसको घरमा बसेको छ उसैको घरको ग्यास चोरेर उसैलाई 1300 मा किनाउने भने त सानो टिरीको र ठिकै छ आफैलाई फाइदा भयो केही छैन नमस्कार है सर हजुर कहाँ अफिसतिर अफिस जाने पनि कति चाँडो बेला भइसकेछ है भुजा खाएरै त होला नि होइन ए ल यी बुढा त उठे बिहोस पो भइसकेछ नि त फेरि हत्तेरी यस्तो सिमेन्टीमा ड्याममा ढल्यो भने त बुढा त हिँड्छ नि त एकैछिन है त हजुर म काठ थाप्छु अनि लड्नु होला हत्तेरी ल हजुर ल बुढा त रङ साइड पो लडे त यसरी रङ साइड लड्नुहुन्छ अगाडि लड्छन् भनेपछि काठ थापा त पछाडि पो लडे त यी बुढा न ऋण दिन जान्दछन् न ठाउँमा लड्न जान्दो रहेछन् हेर टाउकै फुटे जस्तो छ
हेर्नुतिर नलागौँ आफै फसिन्छ अहिले बाउ लड्या भए त वास्ता गरिन त्यो चखेर उठ्छन् गएँ म त के भयो हाकिम साहब ज्वाइँ जरानको बारेमा केही पत्ता लाग्यो लाग्यो धेरै कुरा पत्ता लाग्यो बाबा होइन सर यसरी रिसाना मात्र भएन नि गुणस्तरको केही उपाय त पत्ता लगाउनु पर्यो नि त्यही त सर हाम्रो त जागिरै जाला भने डर भइसक्यो यसो तिनको घरका स्वास्नीहरूलाई सोध्यो भने पत्ता लाग्थ्यो कि केही कुरो स्वास्नी चाहिँ घरमा पनि त हुनु पर्यो नि अर्कैको घरमा गएर बस्ने गएको छ नि घरमा भएन पत्ता लगाउने हो नभए कसरी पत्ता लगाउने भन्नुहोस् त हामी तिनीहरूको घरमा गएर धर्ना कसेर बसौँ त एक दुई दिनमा त त्यो मुखा हानुको स्वास्नी गुणस्तरका कसो नआउलान् कसलाई खोज्नु भयो होला त चाहिँ को पहिला भन्न म त यो घरकै मालिक नि बाहिरबाट आउँदैछु ए अनि किन बाहिरै बसिरहनु भयो त भित्रै हिँड्नुहोस् न म त भित्र गइहाल्छु नि मेरो घरको ढोका खोल्ने त कोस् भन्न यहाँ पहिले म को हो भन्ने कुरा त बिस्तारै थाहा पाइहाल्नुहुन्छ नि पहिला भित्र त हिँड्नुहोस् कस्तो हुनुहुँदो रहेछ दिदी त दिदी रे होइन के सुन्नु पर्यो कान्ने म एक हप्ता के बाहिर गएको थिएँ यो घरमा यत्रो घटना घटिसकेछ त कससँग छिटो लानिया ल ल ल झन् किन रुन थाल्नु भयो कुरा अर्कै छ के म असिना के अहिले के गर्नु नि यहाँ कसैले फेरि तपाईँ कसको श्रीमती भन्यो भने असिना प्रसादको श्रीमती भन्ने होइन नि मुख छुच्चो छ बढी बोल्ने होइन त्यहाँ किन नि चुला यो कुरा सबै पछि थाहा पाउँछ तैँले म उहाँको श्रीमती हो क्या कान्छी कान्छी ए बुढा तिमीले के गरे यस्तो पकाएर तिमीलाई म पानी पनि गयो भने छोड्दिनँ छोड्ने त कुरै आउँदैन नि कसले छोड्ने भनेको छ र ए बाबा अनुसन्धान जारी छ खोज तलास जारी छ हजुरको मैले तिनीहरूको फोटो पत्र पत्रिकामा छाप्न शुद्ध दिइसकेको छु हजुर यस विषयमा टेन्सन नलिबक्सियोस् न कमसे कम मलाई एक हप्ता टाइम त दिनु पर्यो नि हजुर एक हप्ताभित्र मैले तिनीहरूलाई उपस्थित गराउन सकिनँ भने त्यसपछि हजुरले मलाई मर्जी होस् न अनि के गर्नुपर्ने गरौँला नि है हजुर हजुर हस् म त्यति भन्नलाई मात्रै हस् त हजुर नमस्कार कस्तो टेन्सन यार होइन के हो हजुरले के गर्नु खोजेको के देख्दैछु म मैले एक्कासी तिमी यो अफिसमा कहाँबाट के भयो के हुनु नि के हुनु त भइसकेछ नि मैले के भयो भने पहिले त्यो त भन्नु पर्यो नि बाबा होइन हजुरले के गर्नु खोजेको म एक दुई हप्ता बाहिर जाँदाखेरि घरमा को लिएर राखेको थियो को त्यो त्यो विषयमा म तसँग घरमा कुरा गरौँ त अहिले घर जा किन जाने म घर त्यही नखर मालिक घरमा हेरेर जाने म घरसर जाँदिनँ मलाई यो उमेरमा आएर तिमीले धोका दियो होइन खुट्ट मलाई आउँछ त्यो म छुट्टै एक्लै बस्छु हे भगवान त्यस्तो केही पनि होइन क्या कोही होइन भने त्यो घरमा राखेको नखर मान्छे को आएको त्यो खुर्का भन्नु यहाँ त्यो त असिन त्यो विषयमा म तसँग घरमा कुरा गरौँला खुर्को घर जान्छ त अहिले जान न घरमा मैले सबै कुरा देखिसकेँ सबै कुरा थाहा भइसक्यो मलाई यो उमेरमा आएर हात्ती जस्तो स्वास्थ्य चौध हाल्यो होइन भरे घर त हाल्नु म तिमीलाई जान छ गाई नगएको नगएको छोरो तिमीलाई मैले जान छ भरे घरमा हाल्नु के हो सर परिस्थितिले अर्कै मोड ल्यायो कि क्या हो कुरा त निकै गुणस्तरको सुन्यो नि एउटा थाप्लोमा दुईटा नाम्लो भयो कि क्या हो सर हे भगवान के टेन्सन दिए यो कफी खाएर भनेपछि अब हामीले दुईटा गुणस्तरको हाकिमलाई नमस्ते गर्नुपर्ने भयो होइन त सर सर पनि नामुद खेलाडी हो नि
पहिलेदेखि थाहा थियो मलाई, अहिले आएर पो प्रमाणित भयो त। भइगयो सर, टेन्सन नलिनुहोस्, 2-4 दिनपछि मिलेर बसिहाल्छन् नि। 2टा बुढी नहुने को छ र गुणस्तरको। होइन सरलाई गुणस्तरको छारी रोग छ क्या हो? खोइ अनि यो मान्छेसँग अघि नै शङ्का लागिरहेको छ मलाई। ब्याङ्कमा पैसा निकाल्न आएको हो भने अघि नै माथि जानु पर्ने, यहाँ घुमिरहेको छ, शङ्का लाग्यो मलाई। मलाई नि अहिलेदेखि शङ्का चाहिँ लागिरहेको छ। अनुहार पनि देख्दा चोरकै जस्तो छ। एकचोटि सोधिहेरौँ है। ओ भाइ, अघिदेखि दायाँ बायाँ घुमे छौ, फेरि त्यहाँ गएर बसेर ब्याङ्कलाई हेरे छौ, के खोज्या तिमीले? को हो तिमी? म साधारण मान्छे हो, मबाट डराउनु पर्दैन। जाऊ जाऊ जाऊ, खुरुक्क गइहाल। यहाँ बस्ने होइन, अहिले भेट्लाउने फेरि। म यहाँ बसेर के हो त? म भित्र बसेर बैङ्कबाट पैसा लुटेर लान्छ भन्ठाने होला। म त्यस्तो मान्छे होइन, डर मान्नु पर्दैन। भित्र पसेर पैसा निकालेर दुनियाँ गरेर लानलाई कसले रिक्स मोलिरहन्छ? यी बाहिर ठिक छ, बरु आनन्दले बसिरहन्छ। ए वाहियात कुरा गर्छ, खुर्का जाऊ तिमी। बस्नु न बस्नु। ए 5 बन्द लाग्यो, अब त यसो बैङ्कभित्र लुटेराहरू छिर्ने बेला भन् त अनि। अब यसो बैङ्कभित्रबाट लुटेराहरूले पैसा लुटेर भाग्दाखेरि बाटातिर यसो 2-4 लाख खसाल्छन् कि भनेर कुरेर बस्छन्। अब बैङ्कभित्र पैसा निकाल्न जाउँ भने आफ्नो राखेको छैन, अरूको निकाल्न जानलाई बन्दुक लिएर जानुपर्छ। त्यत्रो खतरा मोलिरहनु भन्दा बरु यही बैङ्कको वरपर यसो बाटोतिर बसिराख्यो, उनीहरूले फ्याट्टै यदि लाख छोड्छन् कि भनेर सिला खोजेन्। 11-12 जना पेस्तोल सहित आउनेलाई चाहिँ बैङ्कभित्र छिराउँदो रहेछन्। यहाँ बिना हात हतियार चुप्पो लाएर बसिरहने मान्छेलाई चाहिँ दलसडा प्रश्न सोधेका छन्। आज यो बैङ्कबाट काम काट लाग्दो छैन। अब अर्कै बैङ्कको अगाडितिर गएर बस्नु पर्यो। यो बैङ्क लुट्ला जस्तो छैन। के भइरहनु? ल गई ल। के छ हालखबर तिमीहरूको? ठिकै छ। अनि हजुरहरू चाहिँ कता नि? चेक साट्न आउनुभयो होला, कारबार त सिद्धिसक्यो त। होइन नि, हामी गाड बस्न आएको। गाड बस्न आएको? के को गाड? यो ब्याङ्कको। ब्याङ्कको गाड त हामी सधैँ छौँ नि। तिमीहरूको भर भएन अनि हामी पनि आएको। अबदेखि यो ब्याङ्कको गाड तिमीहरूको पनि गाड हामी। कति भयो साउजी? 1.25 किलो छ ल। ए 1.2 किलो? ल भन्नुहोस्, अब किलो कति दिनुहुन्छ त? ल भन्नुहोस्। किलो कति दिनुहुन्छ? किन लिनु मैले यो? के हो यो बल्दा बल्दा काठको ठुटो? ल चिन्नुभयो तपाईँले? रक्त चन्दन बास्नाले थाहा पाउनु पर्ने। प्योर रक्त चन्दन इन्डिया। के रे? होइन, कहाँबाट ल्याएको त यो आदि डरको रक्त चन्दन? खुल्ला मञ्चबाट लिएर आएको नि। अस्ति खुल्ला मञ्चमा टडक रक्त चन्दन जलायो भन्ने कुरो थाहा छैन तपाईँलाई? यसो घुम्दै गएको थिएँ, एउटा डढ्दैको ठुटो फेला पऱ्यो, अनि तपाईँको टिपेर लिएर आइदिए। ए हो त साँच्ची? होइन, एक्कासी त्यो खुल्ला मञ्च रक्त चन्दन किन बालेर छ? किन नबाल्नु त बिचरा? खालि जसले नि चन्दा मागे, अपहरण गरे, बाटो जाम गरे, टायर बाले, नेपाल बन्द गरे, सहर प्रदूषित बनाए भनेर आरोप लगाइ गर्छन्। त्यही भएर अब हामी टायर बाले यसरी दुर्गन्धित मात्रै बनाउँदैनौँ, यसरी रक्त चन्दन बालेर जनतालाई सुगन्ध पनि दिन्छौँ भनेर देखाउनलाई बाले। कति मान्छेले सुगन्धले तपाईँमा यहाँ पसलमा बसिरहनु भएको छ त। ल यसोजी लिने नलिने भन्नुहोस्। यस्तो बहुमूल्य चिजको यहाँ फ्रीमा बाख्न मात्रै सुँगेर बसिरहने होइन। लिने भए लिने भन्नुहोस्, होइन भने नलिने भन्नुहोस्। लिन्नमा यो लिएर के गर्नु? मैले भात खानु हुँदैन, तरकारी खानु हुँदैन। ल हेर माल नचिने नेपालीहरूले माल पाएर चाल्न पायो भने यही हो। यस्तो बहुमूल्य चिज, यत्रो मान्छेले खोजिरहेको चिज मैले ल्याएर किन भनिरहेको छु, वास्तै छैन भाइ। हेर्नुहोस्, यही चिज यदि चाइनिजले देख्ने हो भने 3 किलोमिटरबाट बाख्न पत्ता लाएर खोजी किन्न आउँथ्यो।
लगेर त्यही चाइनिजले बेच न त भन्ने बित्तिकै चाइना कसरी पुर्याउनु र ट्रकका ट्रक भेनका भेन लोड गरेर लान पो सल्लियो छ त यस्तो एउटा सानोतिनो ठुलो लान त कडै छ नि कम टाइट छ अहिले सर्वसाधारण मान्छे चढे गाडी अरू सामान बोकेर गएको गाडी त 5-5 किलोमिटरमा झ्याप झ्यापी रोकेर चेकिङ गर्छ अब ट्रकका ट्रक लाइनका लाइन ठ्याक्क मिलाएर लान पाए पो सजिलो हुन्थ्यो एउटा अब मुडो बोकेर अर्को गाडी चढ्यो भने त झ्याप पारिहाल्छ ल तपाईँ नलिने होइन त्यसो भए नलिने लैजाऊ ल ठिकै छ नि त यस्तो राम्रो चिज ल्याउँदाखेरि पनि नलिने भन्छन् माल चिन्नु गर्नु छैन चाइनिजले यही माल चिनेर कहाँबाट कहाँ पुगिसक्यो हाम्रो नेपालले बाँच्दै छैन ल हेर बाख्न आएको कहाँ लगाएर बेच्नु त्यसलाई तालको चिज बेच्न ल्याउँछ बा बाख्ना त मिठै आयो आहा पसलै मगमगाउने बनाइदिएछ के झन् यस्तो राम्रो बहुमूल्य चिज फेला पारे भनेर मक्ख परेर हिँडे त त्यत्रो बजार डुलाइसके कसैले किन्दैनन् बा माल पाएर चाल्नु भयो भने यही सामान चाइनिजले पा भए हरालुस गरेर किन्थ्यो चाइनिज भने चाइनिजै हो आई लभ यु चाइनिज पिपुल क्या ल हेर त्यसै महत्त्वपूर्ण भएर छ रे यो ऊ दिन लगाएको आगो अहिलेसम्म बलै छ निमेको छैन रक्त चन्दनको नाइके तँ यसरी बजारमा खुल्ला रक्त चन्दन बोकेर हिँड्ने तेरी पहिले यो कहाँबाट आयो कसरी आयो भन्ने कुरा त बुझ्नुहोस् जति बुझ्नु बुझिसक्यो अब त फसिस अहिलेसम्म तैँले जे गरिस् अब यो जुङ्गे अल्लाहको जालमा परिस् त यसरी बाटोमा खुले आम रक्त चन्दन त्यही पनि बालेर मग धुवा उडाउँदै स्याम्पल देखाउँदै हिँड्ने त तेरो गोदाम कहाँ छ भन् तेरो गोदाम कहाँ छ भन् अब गोदाम कहाँ छ भन्ने कुरा त तिमीहरूलाई थाहा होला बेला बेला गएर निरीक्षण गरेर फर्किने तिमीहरू नै हो त बास हुँदो रहेछ म यो कुरा मेरो माथि हाकिम साहबलाई पनि जाहेर गर्छु केटा हजुर सर समा त समय राख्छु सर तेरिका कहिले कोही मान्छेलाई पनि समात्नु जतिखेर पनि समात हो नि रक्त चन्दनले समाउँछ के भन्ने अब यसलाई हेलो जयनेपाल हजुर मैले रक्त चन्दनको मेन तस्करी खुङखार व्यापारी रक्त चन्दनको मेन गिरोहको प्रमुखलाई रक्त चन्दन सहित रोङ्गे हात पक्राउ गरेको छु हजुर अब के गर्नु हजुर हो हल्दार साहब तपाईँले कसलाई मेन गिरोहलाई पक्रिने भने लु यस्ता सपना नदेखाऊ तपाईँहरू जस्तो मान्छेले मेन गिरोहलाई पक्रिँदै सक्नुहुन्न मेन गिरोहले चाहिँ पहिल्यै तपाईँहरूको हाकिमलाई पक्रिसकेका हुन्छ नेपाल त्यो त भागो नि अब के गर्ने चुलाएर बस्न मेरो पनि नियम एकदम कडा छ म पनि हेरिरहन्छु त्यो कहाँसम्म जाँदो रहेछ चुलाएर बस्न गाई त मरे ढुङ्ग्रामा मै छैन जाइ जेठानलाई चमेली समाउने कोही छैन गाई त मरे ढुङ्ग्रामा मै छैन जाइ जेठानलाई चमेली समाउने कोही छैन तिमीहरू निकाल्नु ए बहिनी हो गाउनु क्या रमाइलो भइरहेको मरे ढुङ्ग्रोमा मै छैन हाम्रो जस्तो चमेली अरूको कोही छैन हाम्रो जस्तो चमेली अरूको कोही छैन हाम्रो जस्तो चमेली अरूको कोही यो ढुङ्गामा मोही नभएर के भयो र यो ठाउँ नकुठाउँ के यो गरेर भने त गीत बिगार्ने नगर्नु नि तपाईँ आज गीत ऱ्याप नहालिकन गीत राम्रो हुन्छ आफ्नो परिवार बसेको ठाउँ तँलाई किन ऱ्याप हान्नु के गरे राति सुत्ने बेला अहिले हाकिम साहबहरूले सुन्नु हो नि बेकार बिउजिनु हुन्छ कस्तो राम्रोसँग गीत निकाल्नु हे गाई त मरे ढुङ्ग्रामा मै छैन हामीले जस्तो च्यामेली ऋण लिने कोही छैन दशा गरेको दशा कुन 7.5 को दशामा मैले ऋण दिएछु यी खोरापातीहरूलाई त्यही कराएर मरेका नि हेर न हेर त्यहाँ गीत गाएर मरेका कफी खाएर यदि म डाका हो तिमीहरूलाई
खुरपतिका सन्तान सिपारा आउँछ कमन के गरे भन्छ खुरपतिका सन्तान हो के हल्ला गरेर बसिरह तिमीहरू यहाँ कफी खाएर हान्नु त यसो परिवार भेट हुँदा राम्रो रानी हजुर रमाइलो नि हजुर अहिलेसम्म सुति बसेको छैन कसरी सर सुत्नु सक्नुहुन्छ हामी सबैजना मिलेर यहाँ रमाइलो गरिरहेको छौँ सरलाई के निन्द्रा लाग्छ होइन सर आइसोस् न सर नाचौँ आइसो न सर आइसो नाचौँ न बासुन्जेल रमाइलो गर्ने त हो नि सर मरेर लाने के छ र आइसो न त्यही भने हजुर आइसो मेरो बुढीहरू त फर्याङ पो जान्छ हजुर अड मान्नै पर्दैन अब मैले त अड मानेको छैन हजुरलाई के अड ए मुन्द्रे सरलाई मिल्ने खालको भाकामा एउटा गीत गाइहाल्छ ल गाइदिउँ त ए गर्नु गर्यो हाकिम साहब कफी पिएर पैसाको खाम लिएर बिना गीत ऋण दिएर गर्नु गर्यो हाकिम साहब कफी पिएर पैसाको खाम लिएर बिना गीत ऋण दिएर होइन हाकिम साहब किन भनेर मुखलाई बस्या हाम्रो त मादल बजाउने मान्छे नि छन् दोहोरी गाउने मान्छे नि छन् अब यी सबै मिलेर एउटा दोहोरी रेस्टुरेन्ट खोल्नु पर्यो हजुर र अर्को एउटा ऋण लिएर अब यो रेस्टुरेन्ट खोल्न चलायो अनि पुरानो ऋण तिर्ने कुरो भइरहेको छ हजुर हे चुन खानु चमेली काँचको कचौरा उद्योग डुब्यो चमेली गुन्द्रुक र माछरा बसिरहेको सर यसो चाहिँ आएर इन्टरटेनमेन्ट गरौँ न हाँस खेल गरौँ 2 दिनको चोलामा मरेपछि जिन्दगी खोलामा कहाँ मादल बजाइरह्यो भने उसले कविता भन्ने त कविता पनि मादल बजाउँछन् गीतमा मरेर त चमेली के चाहिँ पोलाने हो बचेको त चमेली बाँडेर खाने म अब सहन्न रात दिन यसरी टेन्सन लिएर घरमा बसिरहनु भन्दा त बरु म जेल गएर बस्नु पर्यो नि बसुला तिमीहरूलाई जेलमा लगेर हाल्न सकिन भने मेरो नाम पनि धनप्रसाद होइन कफी खाएर तपाईँले नि चमेली सजाय पाउने हो जेलमा पनि चमेली यही गीत गाउने हो